तपाईले घुमाई फिराई जसरी हुन्छ ज्ञान प्राप्त गर्ने बाटो भन्दा बाहिर तपाई जानुहुन्न। माया जान्न खोज्नुभयो, माया कस्तो हो भनेर उसले खोजेको के हो? यो सबै माया हो नि त, अलमल ल्याउने कुरा हैन र? अहिले हामीलाई यसो चिमोट त झल्यास पिउजिँदाखेरि खाटामा रहेछौँ भने, यत्रो कथा सुन्दैछौँ, यस्ता मिठा भजन सुन्दैछौँ हैन, झल्यास पिउजिँदाखेरि त फेरि कहाँ हुन पनि सक्छ के थाहा? सपना चाहिँ विपदा हो कि विपदा चाहिँ सपना हो? विचार गर्नुहोस् त। जनक राजाले एकदम गरिब भएको सपना देख्नुभयो। एउटा कुचिएको थाल रहेछ, एक दुई तीन दिनदेखि भोकै हुनुहुँदो रहेछ। एकजना खाना दिने दिन खोज्दाखेरि राजाको सवारी भयो। राजाको हिँड्ने बाटोमा माग्न बसेको बेलामा ठेल दिएको कानलाबाट तल लडाइछन्। तल लडेपछि झसङ्ग बिउजे खातामा पो रहेछ। अनि गुरुलाई सोधे, गुरु साँच्चै भनिदिनुहोस् त, यो चाहिँ विपना हो कि त्यो चाहिँ सपना हो? कुन चाहिँ विपना हो, कुन चाहिँ सपना हो? भनेपछि दुईटै सत्य हो, दुईटै सत्य हो। यो पनि सपना हो, एक दिन तपाईँ छोड्नुहुन्छ। तपाईँ राजा भयो भनेर मक्ख नआउनुहोस्, किनकि यो त एउटा सपना हो। सपना चाहिँ संसार छ, भुल्नु नै बेकार छ। म त त्यो सपना सम्झिँदैछु, तर मैले त्यतिखेर म सपनामा छु, म चाँदीको पलङमा सुत्या छु भनिन। भोक लागेकै हो, खाना थापेकै हो, राजाको सवार भएकै हो, मलाई कानलाबाट लडाइदिएकै हो। त सत्य थियो नि त त्यो। भनेपछि बिउजेपछि त्यो जान्छ। अब यो संसारबाट कहिले हामी बिउजिन्छौँ भन्दा, संसारमा ताना तान हाना हान मारा मार गरेर जो गरिराखेका छौँ, कहिले बिउजिन्छौँ भने जुन दिन हाम्रो प्राण निस्किन्छ अनि हामीले बाटो देख्छौँ कहाँ जानुपर्ने हो, त्यो थाहा हुन्छ। हत्तेरिका भनेर त्यतिखेर भन्छौँ। जसरी बिउजेपछि हत्तेरिका आज त ढिलो भइहालेछ नि भन्छौँ नि हामी, त्यस्तै हुन्छ। त्यसैले दुवै सपना दुवै विपना भनेपछि भएकै कुरा देखिने हो। जनक पनि छक्क पर्नुभयो, कस्तो माया होइन? ब्रह्म ज्ञानमा त्यो समयमा जनकलाई कसैले पनि चिन्दैन थियो। उनलाई पनि सपना र विपना कुन चाहिँ हो छुट्याउन गाह्रो पर्यो। भनेपछि हामी त सामान्य राम भन्ने शब्दलाई त राम्ररी बुझ्न नसक्ने अवस्थामा छौं। त्यसले कसरी छुट्याउन सक्ला कुन सत्य हो कुन असत्य हो?